नमस्ते सबैजनालाई। अन्त म चाहिँ अहिले कास्यममा छु। कास्यम है हो, कास्योङ होइन कास्यम भन्ने जग्गामा छु। अन्त अहिले म कास्यम भन्दाखेरि प्रायले अब थाहा पाइहाल्नु भयो होला है। कालेबुङ डायरी अब एकदमै न्युज हुन्छ नि, कालेबुङको वान अफ द फाइनेस्ट न्युज एउटा जुन पोर्टल मिडिया च्यानल छ, उहाँहरूको अफिसमा छु। अन्त आज चाहिँ मलाई हाम्रो कालेबुङ डायरीको डिरेक्टर हाम्रो समित योन्जन भाइ, उहाँले मलाई बोलाउनु भएको थियो। अन्त एउटा पोडकास्ट जस्तो है, तपाईँहरूले कालेबुङ डायरीमा हेर्नुहोस् न ल, युट्युब र फेसबुकमा आउँछ। अन्त हल्का बोलाउनु भएको थियो र बोलियो पनि। अन्त त्यो चाहिँ तपाईँहरूले हेर्नुहोस् बादमा। र आज म यहाँ आइपुगेँ र अलिकति म तपाईँहरूलाई कालेबुङ डायरीको अफिस को अलिकति तपाईँहरूलाई म आज टुर गराउँदैछु है। के छ कस्तो छ म देखाउँदैछु। र यहाँ हुनुहुन्छ हाम्रो समित भाइ। भाइ लु नमस्ते भनिदिनु पऱ्यो सम्पूर्ण एजेको भ्लगिङको दर्शकहरूलाई है। अनि भाइलाई मेरो भ्लगमा स्वागत छ। थ्याङ्क यू सो मच। केही भन्न चाहनुहुन्छ? तपाईँ आइदिनु भयो सुरुमा त तपाईँले छोटो निमन्त्रणालाई स्वीकार गरेर आइदिनु भयो होइन। यसो आइदिनुपर्छ है भन्दाखेरि तपाईँले आफ्नो समय निकालेर आइदिनु भयो, त्यसको निम्ति धेरै धेरै धन्यवाद छ होइन। एकदमै पोजिटिभ कुराहरू भएको छ ब्लगिङ सम्बन्धी, त्यो हेर्नै पर्ने भिडियो बनिएको छ है। कालिम्पोङ डायरीबाट छिटै नै सायद वर्षक एउटा पार्ट चाहिँ अहिले नै हाल्ने भनेर तयारी गरिरहेको छु है। वर्षक धेरैवटा पार्टहरूमा हाल्नेछु आफ्नो आफ्नो क्याटेगोरी बनाएर, अनि हेर्नै पर्ने भन्ने लागेको छ। अनि एजेको ब्लग त अघि नै भनिहालेँ नि, एकदमै चर्चितै लाग्छ मलाई जुन हिसाबको स्तरीय भिडियो बनाइरहेको छ। जुनै पनि सम्बन्धी, यो जुन हिसाबले स्पोर्ट्स सम्बन्धी भयो, एक्सप्लोरहरू भयो, सानसानो ठाउँहरूलाई एक्सप्लोर गर्नु, यो टुरिज्म ठाउँहरूलाई कसरी चिनाउने भन्ने कुराहरू, अनि फिटनेस बारे, मोटिभेसनल बारे होइन, थुप्रै क्याटेगोरी भिडियो बनाइरहेको हुन्छ। म पनि हेरिरहेको हुन्छु होइन उहाँको भिडियो। अनि उहाँलाई एकदम माया गर्नुहोस् भनेर भन्न चाहन्छु। अघिको दिनहरूमा हामी थुप्रै कोलाबरेटिभली धेरै अघिसम्म कामहरू गर्ने भनेर पनि योजनाहरू बनिरहेका छौँ भाइलाई है। अनि लास्टमा थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच। सुरुमा चाहिँ एउटा कमानमा एउटा सानो अफिसमा आइदिनु भयो, त्यसको निम्ति चाहिँ धेरै धेरै आम्बो कहाँ हो, त्यति साह्रो त होइन कि। यहाँ सुन्नुहोस् तपाईँहरू, हाम्रो कालेबुङ डायरीको जुन कास्यम कमानमा एउटा अफिस है, तपाईँहरूले कालेबुङ डायरी भन्ने च्यानल त हेर्नुहुन्छ। 100K भन्दा पनि माथिको फलोवर भएको च्यानल, वान अफ द फाइनेस्ट होइन। अन्त यो च्यानल चाहिँ कहाँबाट चल्दो रहेछ यो च्यानल है, देखाउनु मिल्छ? देखाइदिउँ है। यो अलिकति म तपाईँहरूलाई देखाउँछु ल बाहिरबाट। यताको घर देखाउँदिनँ, म अफिस मात्रै देखाउँछु है आज। मान्छेलाई प्राइभेसी पनि हुन्छ होला नि त फेरि। ओके, सो यहाँ हेर्नुहोस् ल, यहाँ माथि रोड होइन, यहाँ माथि रोड। अन्त यहाँ हाम्रो समित भाइहरूको घर, अनि यो चाहिँ उहाँहरूको अफिस। यहाँ चाहिँ कालेबुङ डायरी अफिस भन्ने छ होइन। अन्त यो अब अफिसभित्र पस्दा चाहिँ यस्तो छ। अन्त एकदम सेटअपहरू हेर्नुहोस्, प्रोफेसनल तरिकामा उहाँहरूले एकदम यसलाई चलाइराख्नु भएको छ। अन्त यहाँ हाम्रो पोडकास्ट चाहिँ यहीँ भएको हो, अघि तपाईँहरूले भिडियो हेर्नुपर्छ है, हेर्नुहोस्। अनि यहाँ भाइहरूले अहिलेसम्ममा जति पनि कालेबुङ डायरी जुन च्यानल चलाएर जुन यहाँनिर पाएको एक थोपा पसिनाहरू, कमाएको सम्पत्ति एक थोपा पसिनाहरू तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ। नआँटेर यतातिर पनि रहेछ है। र यो चिजहरू पाउनको लागि, यो उपलब्धिहरू पाउनको लागि है एकदमै प्राउड फिल हुन्छ। किनभने समित भाइ पहिलादेखि चिनेको हो, अब पहिलादेखि यो मान्छेले काम गर्दै थियो। अहिले जुन पोजिसनमा पुगेको छ त्यो एकदम हामीले प्रशंसा गर्नै पर्ने हुन्छ। र कालेबुङ डायरीलाई एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छु। मलाई बोलाइदिनु भयो, पोडकास्ट हेर्नुहोस्। लु अब अन्त्यमा त्यति होला ब्रो। के भन्नु छ भने नि, तपाईँले बाहिरबाट देखाउँदै गर्दाखेरि एउटा कुरा याद भयो क्या, मलाई यो कालिम्पोङ डायरीको अफिस खोल्दै गर्दाखेरि धेरैले बजारमा खोल्नु भनेर भनिएको हो क्या। ओके। किन भन्दाखेरि बजारमा भने धेरै कुराको फेसिलिटिज छ, सुविधा हुन्छ भन्ने कुराहरू गरेको। तर मेरो स्थिति भने यस्तो थियो कि म बजारमा गएर अफिस सेटअप गरेर काम गर्न सक्ने थिइनँ क्या। समयमा रुम रेन्टको कुराहरू, खानुको व्यवस्थाहरू मेरो त्यस्तो राम्रो थिएन। मेरो फ्यामिली ब्याकग्राउन्ड पनि त्यस्तै भएको कारणले गर्दाखेरि वर्क फर होम गर्नुपर्छ भन्ने मेरो एउटा विचार हो। हामीले बजारमा बस्ने पनि त्यही काम गरिरहेको छ, हामीले पनि त्यही काम गरिरहेको छौँ होइन। त्यही हो, भिन्नता यति छ कि एउटा डेडिकेसन, एउटा भिजन चाहिँ हार्डवर्क, डेडिकेसन, कुनै समाजको अथवा देशको कुनै पनि कुरामा बसेर काम गर्न सकिन्छ भन्ने चाहिँ मेरो एउटा जिउँदो उदाहरण चाहिँ म आफै पनि दिन्छु। मैले गरिरहेको छु, सकिरहेको छु, अथवा अरूलाई पनि
एउटा मोटिभेट गर्ने प्रयासहरू गरेँ प्रेरणा होइन कम्पिटिटिभ हिसाबले पनि लडिरहेको छु उनीहरूसँग भन्ने हिसाबले चाहिँ आजको यो क्षेत्रमा काम गरिरहेको छु एज अ साथी ओके थ्याङ्क यू सो मच ब्रो ल उहाँले एकदम आज राम्रो कुरा है गर्नुभयो मलाई पोडकास्टमा पनि बोलाइदिनु भयो अनि आजको यो भ्लग यतिमै म हल्का कालेबुङ डायरीको हल्का तपाईँहरूलाई देखाएको मात्रै है अन्त हेर्दै गर्नुहोस् एजेको भ्लगिङ अर्को भ्लगमा चाँडै भेट्ने बाचा है ल आजलाई राखेँ अब भिडियो बनाउँदै जान्छु घर एकछिनमा